यो तपाईले देखिरहनु भएको यो सोट्टा हो हाम्रो पहाडको गडसेरा फल्ने सोट्टा। यो धेरै कलरको छ यसमा, यसलाई सोट्टा भन्छन्। अनि यो चाहिँ सेतो भट्ट, यो विशेष गरी गडसेरा भन्छ। गडसेराको मेन सेरामा भनौँ सरी, यो धामी गाउँ र बोहरा गाउँको एरियातिर बढी फल्छ यो सेतो भट्ट। अनि हामी मेरो गाउँमा चाहिँ के अरे कालो भट्ट र अनि अर्को खालको यो यस्तो ब्राउन कलरको चाहिँ बढी फल्छ। तर उतापट्टि चाहिँ पारीपट्टिको खेतमा चाहिँ यो बढी जस्तो सेतो भट्ट बढी फल्छ। र जहाँ चाहिँ हाम्रो फुपूको घर छ र त्यहाँ नन्द भाइ को घर भनौँ, र उनको एरियातिर चाहिँ यस्तो सेतो भट्ट बढी फल्ने गर्छ। र त्यसपछि यो अमिला, यो अमिलो पनि गडसेरामा धेरै राम्रो फल लाग्छ। यस्तो दानाहरू छ यसमा। र त्यसपछि कागती त अब हाम्रो उताको प्रख्यात नै हो, उसरी धेरै राम्रो के अरे फल्ने गर्छ कागती पनि। र यसरी चाहिँ उसरी गडसेरा चाहिँ मौसमी हिसाबले चाहिँ चिसो ठाउँ हो र त्यहाँ चाहिँ प्राय यो अमिलो, कागती, आरु, लदाम, आलपोखरा जस्ता फलफुलहरू बढी। हेलो, ए ल यो नन्द भाइको छोरी हाम्री भतिजी हो, पहाडबाट हो। के ल्याएर आयो? कसले? नन्द भाइले? ए नन्द भाइले मोटरसाइकल पनि किनेको थियो नयाँ? मिठाई पठाएछ कि नै? पठाएछ। धैर्य के रहेछ? धै खोल्ला दिनु के रहेछ पठाया? खै खै ल खै 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 खोल छोरी। तेरिका ल मिठाई, ल मेरो छोरीको फेभरेट। अनि के रहेछ अर्को? भट्ट हो। सेता भट्ट हुने काला भट्ट हुँदै खोल्ला थैलो? सेता हुने कि काला हुनु? ल हेर दाइ कालो छ भने सेता भट्ट पठाइदियो। ल यो पनि ठिक गर्यो। अनि कागती पनि अझ अब त भयङ्कर पातलो, मेरो पुरै वेट घट्टे भयो। यो अमिला दानो हो कि होइन? यो कालो, यो अमिलो। यो के हो? यो सोट्टा। ए ल भाइ हुनुभरिको तिउनु भयो यो मुखीलाई त। ल धेरै धेरै धन्यवाद नन्द भाइ। ल विशेष गरी चेलीलाई धन्यवाद छ। यो अब ठुली मान्छे हुने यसरी कोसेली खुवायो त ठुलबालाई। ल धेरै धेरै धन्यवाद नन्द भाइ। हाम्रो धामी गाउँको नन्द भाइले पठाएको यो कोसेली हो, यो चेली हो। यहाँ सधैँ चाहिँ यहाँ हामीले चाहिँ पहाडबाट आयो नै कि नानो कोसेली ल्याइहाल्ने छ। यो अब दाइलाई चाहिँ दुब्लाउनै पर्यो भन्ने चाहिँ यसपालि चाहिँ पुरै उ गरेको छ क्या मेरो भाइले। कागती फेरि पठाइदियो, अस्ति पठाइदियो।